पिरो मसलेदार मुखमा राख्दासाथ ब्यालेन्स फ्लेभर बुम हुने यो हाँसको छैला तपाईँ मात्र होइन, यो मेथडदेखि बनाएर सबै परिवारलाई नै तपाईँले ट्रिट दिनुपर्ने हुन्छ। यो अथेन्टिक नेपाली डिस यति स्वादिलो हुन्छ कि जुन शब्दहरूभन्दा टाढा छ। हामी केही क्लोभ लसुन र अदुवालाई दरदरे हुने गरी कुट्छौँ अनि क्रमशः अदुवा, लसुन, हरियो खुर्सानीलाई हामी लाम्चो गरी काट्छौँ। र यसमा हामी 1 इन्च जस्तो गरी लसुनको पात पनि काट्छौँ र राख्छौँ। हामी फ्रेस हाँसलाई लिन्छौँ र करिकटभन्दा हल्का सानो क्युबमा यसलाई काट्छौँ। अब हामी फ्रेस मसला तयार गर्छौँ। टिमुर, जिरा, धनिया र खुर्सानी, यसलाई हामी रोस्ट गरेर ग्राइन्ड गर्छौँ। अब हामी प्यानमा तेल नराखी हाम्रो हाँसको मासुलाई स्लो हिटमा ब्राउन हुन्जेलसम्मको लागि फ्राई गर्छौँ। यदि नेपालमा हुनुहुन्छ र सम्भव छ भने मासुलाई परालको आगोमा रोस्ट गर्नुहोस्। हामी यसमाको तेल ड्रेन गरी बलमा ट्रान्सफर गऱ्यौँ। अब हामी राख्छौँ क्रमशः कुटेको लसुन अदुवा, फ्रेस ग्राइन्ड गरेको मसला, लामो गरी काटेको लसुन अदुवा र खुर्सानी, लसुनको पात, स्वादअनुसार नुन, 1 पिन्च अजिनामोटो, कश्मिरी रातो खुर्सानीको धुलो र बेसार। अब चाहिँ तोरीको तेल हिट गर्छौँ र यसमा मेथी र हरियो खुर्सानी फ्राई गरेर ठिक बेसारको माथि पर्ने गरी हामी झानिदिन्छौँ। अब चाहिँ हामी पोलेको वा रोस्टेड टमाटर लिन्छौँ र यसलाई पनि मजाले मिचेर यसैमा मिक्स गरिदिन्छौँ। र अब अन्त्यमा फ्रेस लेमन जुस स्क्विज गरेर यसलाई फेरि हामी मोलिदिन्छौँ। मलाई लाग्छ अब तपाईँले इमेजिन गरिसक्नुभयो कि यो कति स्वादिलो छ भनेर। कृपया यो डिस साथी तथा परिवारलाई सेयर गर्नुहोस्। थ्याङ्क यू सो मच।